हेलो एभ्रिवान अनि आज चाहिँ हामी चुरेमाई मन्दिर जाँदैछौँ। अनि चुरेमाई मन्दिर जाँदाखेरि चाहिँ हामी 3 जना जाँदैछौँ। को भन्दाखेरि म, मेरो मम्मी अनि दिदी। अनि धेरै कुर्नु पर्यो, मामा माइजूहरू आउन ढिला गर्नुभयो अलि। अनि मामा माइजूहरू चाहिँ अटोमै आउनु भएको रहेछ। अनि अटो चाहिँ हामीले रिजर्भ गर्नु भएको रहेछ मामा माइजूहरूले। अनि मामा माइजू, आमा, ठुलो मम्मी अनि भाइ आउनु भएछ। अनि हामी गयौँ। अनि जाँदाखेरि चाहिँ लास्टै गाह्रो भयो, किन भन्दा केही पनि खाएको थिएनौँ उसै माथि। अनि कच्ची बाटो अनि ग्यान्द्र्याङ गुन्द्रुङ हुँदै गयौँ। अनि हामी दुईजना चाहिँ पछाडिको डिक्कीमा बस्यौँ। पछाडिको डिक्कीमा चाहिँ एकदमै ग्यान्द्र्याङ गुन्द्रुक रहेछ। अनि ठुलो मम्मीले बाँदरहरूलाई केरा दिनुभएको थियो, त्यो चाहिँ भिडियो गर्नै पाइनँ के। अनि कुरा गर्दै गर्दै हामी मन्दिर पनि आइपुग्यौँ। अनि मन्दिरमा हामीले चाहिँ नरिवल मिठाईहरू किन्यौँ। अनि हामी माथि गयौँ। अनि यहाँ हेर्नु न, मेरो दिदीहरूको चटक धेरै चटक गरिरहेछ। अनि त्यही हो। अनि हाई गराउनु भएको छ फेरि त्यहाँ ठुलो मम्मीहरूले। अनि आमा पनि हुनुहुन्छ, आमा पनि हाई गराउनु भएको थियो। अनि त्यहाँ हेर्नु चटक अनि घन्टी बजाउँदै गएको भाइ र म फेरि नाटक पारेर हाँस समातेको कि मेरो भाइ। अनि हाँस समात्यो, त्यही पनि हामी गयौँ। अनि जाँदै माथिबाट पनि अब क्यामेरा सुटिङ गर्नु पर्यो भनेर मैले सुटिङ गरेँ क्या। अनि सुटिङ गरेपछि अनि त्यहाँ हेर्नुहोस् न, त्यति धेरै लाइन छ, यस्तो झ्याउ लायो। अनि सक्यो भिडियो, बाई।